अहिले रातिको 12 बजिरहेछ होइन। अलार्म लगाएर आएको थिएँ होइन। आर्यनको बर्थडे हो आज मेरो भाइको होइन। विस गरौँ यसलाई। आर्यन आर्यन ह्याप्पी बर्थडे। यसले त निन्द्रामै भनिरहेको छ जस्तो लाग्यो। भोलि बिहान उठ्दाखेरि भनेको थियो भनेर सम्झिनु है। हे गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला। आज फाइनल्ली मेरो 12को इक्जाम पनि आइसकेको छ। हामी रिजल्ट हेर्न जाँदैछौँ है त गाइज। पास भयो होला है। अलि चुइल गर्दै होइन, रिजल्ट हेर्न जाऊँ ल। फाइनल गाइज अब हामी जाँदैछौँ है त एनएबी टेलिकममा होइन। नेसनल इक्जामिनेसनको अब यहाँ हामी हान्छौँ 20 यहाँ रहेछ 20647458 यही हो मेरो होइन। यो पनि मेरो यही नै हो। सबमिट गरेको है त आउँदैन त। ए मुनि आइसकेको रहेछ 20647458 मेरो हो ल। समीर दङ्गाल देखिसक्नुभयो तपाईँहरूले होइन। समीर दङ्गाल नेपालीमा जस्ट पास भइसकेको छु मैले, बुझिसकेँ। जिपे चाहिँ नदेखाऊँ है, त्यही भए भइहाल्यो नि ल। जस्ट पास भएछु गाइज। अब पार्टी भरे भइहाल्छ नि आज। फाइनली गाइज अब म पास भइसकेको छु। अब घरमा भरे मासु त ल्याउनै पऱ्यो, खानै पऱ्यो, पार्टी चल्नै पऱ्यो। आज भाइको बर्थडे पनि छ होइन। त्यही भएर अब भरे पार्टी हुन्छ है। बाई बाई अहिले ल गाइज। दिउँसो छ होइन। अब दिक्क लागिरहेछ, पढिरहेछु होइन। इन्जिनियरिङको पनि तयारी दिउँ भनेको होइन। सपोर्ट गरिदिनु होला है गाइज। के गर्नु अब, राम्रो मार्क्स आएन भने चाहिँ यो इन्जिनियरिङ भन्दा पनि के गर्नु, ब्लग स्टार्ट गर्नु पऱ्यो, युट्युब खोल्नु परेन। यसो माया सपोर्ट देखाइदिनु होला है। बाबाले मकै बोकेर आइसक्नु भएको छ। अब म पनि बाबालाई यसो मकै उठाउन, यसो तासतुस गर्न, बोक्न सघाउन आँटेको बाबालाई। बिल्ला नहार्नु न भिडियो बनाएको बेलामा। म पनि बाबालाई यसो सघाउन जान आँटेको गाइज। फाइनली बोकिसकेँ मैले आरी। अब जाँदैछु खेततिर होइन, मकै उठाउनुको लागि ल बाबासँगै। के घरमै बसिराख्नु, बाबालाई पनि यसो हेल्प गर्नु परेन एकछिन। जाम्बा बसिरहनु होइन नि। हाम्रो बोका खसीहरू पनि छन् होइन। यहाँ 3टा छन्। दसैँमा उतो ठुलोहरूलाई काट्नुपर्छ जस्तो छ। खाऊ खाऊ खाऊ। यहाँबाट भागेछन् बाबा ऊ कमिलाहरू, रातो कमिला। हामी जाँदैछौँ खेततिर। उहाँ पर मम्मी हुनुहुन्छ। खेतको बाटो छ। गरिसक्नु भएन मम्मी? गरिसक्नु भएन? के भन्नुहुन्छ अब, काम गर्न आएको यसो अलिअलि। अनि ऊ तासिसक्यो होइन। अब मकै पनि होइन नङ्गाइसक्यो। अब लाने घरतिर भएको छैन नि। एकदम आनन्द आइरहेछ, हावा आइरहेछ, पसिरहेछ। बाबा एकदम हाँसिरहनु भएको छ। फाइनली गाइस गाह्रो भइरहेछ होइन। काम गर्नै पर्छ, काम नगरी हुँदैन। कसरी गर्नुहुन्छ काम बाबा मम्मीले चाहिँ। फाइनली आजको काम पनि सक्यो। यति अब भोलि छ अलिकति। आजको लागि यति नै हो होइन। त्यति भारी छ नि हो, त्यहाँ देख्दा त केही जस्तो पनि लाग्दैन होला। ओभर भारी लागिरहेछ मलाई। ओभर बाख्राहरू पनि आइछन्, पनि आइछ। दुखिसक्यो टाउको मेरो। सब्सक्राइब गरिदिनु होला होइन मेरो हार्डवर्कको लागि। म रेस्ट गरिराख्नु भएको कति छिटो आइसक्नु भयो। मेरोतिर अनुहार छ। फाइनली आजको खाजा पनि मैले बनाइसकेको छु चटपटै। मम्मी खानु हुँदैछ। कस्तो छ बबी?
ठिकै छ मिठो छ र म पनि खान्छु ल बाई बाई फाइनली मेरो भाइ जाँदैछ घरतिर होइन केक लिएर अब म पनि जाँदैछु यहाँ स्पाइट बोकेको छु होइन स्पाइट बोकेको छु मैले पनि यहाँ अब म जाँदैछु यहाँनिर गर्ने हो हाम्रो अब डेकोरेसनहरू आज भाइको बर्थडे हो अब यहाँ यसो सजावट अलिअलि होइन यही रुमलाई टिभी हेर्नु कता सानो छ यसो बढाउनु पर्छ साइज पनि किनेर घरमै त्यही साथीहरू होइन धेरै राम्रो चाहिँ भएन यसो ठिकठाक होइन टक्क डेकोरेसन यति चाहिँ गऱ्यो होइन होइन चक्कु त हाम्रै छ त यहाँ छैन पहिलेको छैन अब भइहाल्यो त नभए अर्कैले काट्छ यसो गर्ने होइन मेन चाहिँ यता फोकस हुनु पऱ्यो आज होइन बर्थडे भयो नि यही भयो होइन म भोलि यही हाल्छु क्या भ्लगमा अनि टक्क यसो यहाँ सबैजना यसरी आएका छन् भनेर यसरी हाल्दैन क्या ल आइसक्नुभयो केक लिएर होइन अब भाइको केक पनि भयो आज होइन भाइको बर्थडे पनि अनि मेरो आज रिजल्ट पनि आएको छ होइन त्यो उपलक्ष्यमा अब पार्टी खाँदैछन् होइन यी अब यो के छ बुनु ठिक छ सोधेपरि हो क्या रुच्दैछ नि यहाँ केही हुँदैन रुच्दैछ है आर्यन के छ खबर के गर्न आएको अरे ठुस्न ए बहिनीहरू हाम्रै ए बच्चा टोलीहरू यता छन् के छ बुनु यता हेर न यता हेर छ सानो टोलीलाई चाहिँ यता हो है क्या यो बुनु त ठुलै जस्तो लागेको छ कति क्लासमा 2 हो ज्यान हेरेर त थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई